हेलो हेलो नितु हेलो गाइस आज चाहिँ अब गएको कहाँ जानु तपाईँहरू यहाँ चाहिँ आकाश दा हुनुहुन्छ अन्त यहाँ चाहिँ रगत डोनेट गर्नु गएको सर्भिस महादान हो ब्लड रक्तदान महादान भन्छ नि ए हो हामी चाहिँ ब्लड डोनेट गर्न जाँदैछौँ हो अन्त चाहिँ ड्युटीबाटै गएको हामीले चाहिँ पर्मिसन लिएर हामी चाहिँ फेरि एकजना थपेको छ तपाईँको परिचय दिनुहोस् त मेरो नाम चाहिँ आइभन लेप्चा हो अनि म इन्टेल मोटर्समै बस्छु गर्दैन जोतेको अब हामी चाहिँ गाडी रोक्नु आँटेको छ हो ट्याक्सी पर्खिरहेको छ गरम है यहीँबाट बसौँ यहीँ बसौँ तपाईँ पनि के गर्नु जानुभएको मणिपाल आज ब्लड डोनेसन क्याम्प छ कि हजुर दिनु गएको नि दिनु जानुभएको यहाँसम्म मेरो 4 पल्ट हुन्छ 4 पल्ट वाउ आकाशको 6 पल्ट ए हो आकाशको 6 पल्ट मेरो 4 पल्ट ट्याक्सी पर्खिरहेको छ अब चाहिँ घाम मजाले लागिरहेको छ ए ट्याक्सी चाहिँ हिँड्छ तर छैन प्याक्ड सबै यहाँ चाहिँ अन्त ट्याक्सी नपाएर चाहिँ म मात्रै हिँड्ने हो अरू चाहिँ अर्को गाडीमा आउँदैछ हल्का हल्का जाम पनि रहेछ बाटोमा चाहिँ यिनीहरू चाहिँ अब पछाडि गाडीमा आउँदैछ अन्त चाहिँ अब चाहिँ पुग्नु आँट्यो हामी चाहिँ पुग्यौँ अन्त त्यहाँदेखि यिनीहरू चाहिँ आइपुगेको छैन अब यहाँ बसेर चाहिँ पर्खिन्छु यिनीहरू सबैजनालाई म चाहिँ अफ गरम भएर फेरि हत्तु कहिले आउने भनेको बल्ल बल्ल ऊ आइपुग्यो दुईजना चाहिँ हाँस्दै हाँस्दै आइरहेको छ यिनीहरू चाहिँ हो अन्त चाहिँ आइपुग्यो अन्त के गर्यो 10 रुपियाँ मात्रै बोकिरहेको थिइस् त तैँले त फेरि पनि हामी चाहिँ गाडी पुरा उयो भएर चाहिँ के गर्नु हिँड्दै गर्नु हामी थाक्यो हिँड्दैन त अन्त हिँड्नु त ए अझै पनि हामी चाहिँ वेटै गरिरहेको छ बल्ल 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 पर्खिँदा दुईजना पधारिनु भएको छ थाकिसक्यो त यहाँनिर हामी पर्खेर अब जाउँ न हामी चाहिँ ग्याङ चाहिँ यतिजना भइसक्यो थाक्यो डिमान्ड मेरो भनिराख्ने जहाँ छौ त्यहीँ बसिदेऊ ऊ चाहिँ जुस र बिस्किट खानुको लागि मात्रै गएको बक्सिङ लिन दिन केही छैन जुस र बिस्किट्सको लागि मात्रै गएको म पनि पो त म चाहिँ केराको लागि गएको केरा जुसको लागि दुईटा पनि बाउ केराको लागि गएको केराको लागि पनि गएको सबै सन्जु चाहिँ थाकेर युजे तपाईँ चाहिँ के को लागि जानु भएको हामी त अलरेडी के चाहिँ समोसा धेरै उहाँ चाहिँ के को लागि जानु गेटमा पुग्नु आँटेको छ इमर्जेन्सी वार्डको त्यहाँ मम्मी इज लक्ष्मी ड्याडी सुबिनी अरे दुईजना के खुसुर चाहिँ हामी चाहिँ भित्र बसेर पनि खोजिरहेको छ हो अरू सबैजना हिँडिरहेको छ कहाँ छ होला भनेर गइरहेको छ यहाँ सोध्यौँ अन्त हामी चाहिँ एकछिन रेस्ट गरौँ हो भनेर चाहिँ बस्यौँ हाम्रो पाला 3 जना चाहिँ अनि यहाँनिर वेट गरिरहेको छ फेरि यहाँ होइन अरे फेरि ब्याक भएर चाहिँ खोज्नु गयो अर्कोपट्टितिर फाइनली हामीले चाहिँ जग्गा पायौँ डोनेट गर्ने अब चाहिँ फर्स्टमा हामीले चाहिँ वेट नाप्नुपर्ने अरे मैले चाहिँ अघि नै वेट नापिसकेको थिएँ मेरो चाहिँ कम्ती भएछ अब अभियसली मेरो चाहिँ नहुने रहेछ नितो पनि वेट नापेर चाहिँ यसको चाहिँ अलिकति पुगेन वेट यो पनि स्याडै छ बिचारा हरेस भयो भनेर बसिरहेको छ अन्त हामीलाई चाहिँ बनाना खानु अन्त अलिक वेट गेन गर्नु भनेर भनेको थियो मैले चाहिँ फ्रीमा खाइरहेको छु किनकि मेरो चाहिँ 5 केजी कम्ती रहेछ सो बनानाले पनि नहुने भयो मेरो चाहिँ फेरि पनि बनाना दिएर हो यसको चाहिँ अझै पनि पुगेको छैन 1 केजी पुगेको छैन हो बनाना खाइरहेको छ हाँसिरहेको छ खाइरहेको छ हो
त्यो चाहिँ बनाना खाइरहेको थियो अन्त आकाश दा आउनु भएर चाहिँ अब यो दुइटा खाऊ अन्त चाहिँ एकछिन रेस्ट गर त्यहाँदेखि फेरि वेट गर्नुपर्छ ल भनेर भनिरहेको थियो हो। अन्त हाम्रो चाहिँ अर्को सन्जु बहिनीको पनि भएको थियो उसको चाहिँ हाइटले गर्दा अन्त वेट पनि एकदमै नर्मल रहेछ हेमोग्लोबिनहरू पनि एकदमै ठिकै रहेछ अन्त ऊ चाहिँ भेरी ह्याप्पी हो। फेरि नितोको चाहिँ वेट चाहिँ बनाना खाइसकेको छ अहिले हो फेरि त्यहाँदेखि चाहिँ वेट फेरि नाप्नुको लागि चाहिँ रेडी छ। बहिनी चाहिँ एकदमै रेडी भएको छ हो रियाक्सनहरू अर्को दिइरहेको छ नघोचिकन हो अन्त चाहिँ रेडी कान्ते पनि छ। यसले चाहिँ 5 जस्तो बनाना खाएर चाहिँ अब चाहिँ यसको चाहिँ टाइम भएको छ वेट हो। फाइनली यसको चाहिँ 56 केजी भएछ सी इज भेरी ह्याप्पी उसको चाहिँ भयो अब चाहिँ एकदम खुसी छु भन्दै अब चाहिँ उसको चाहिँ हेमोग्लोबिनहरू टेस्ट गर्नुको लागि रेडी। हाम्रो ग्रुपको 2जना चाहिँ यहाँनिर बसेर दिइरहेको छ ब्लड हो आकाश दा त सिरियस भइरहेको छ। कैसा लग रहा है? अब चाहिँ फाइनली नितुको पनि टर्न आएको छ नर्भस नर्भस देख्दैछ रेड रेड काला भएको हो यसको चाहिँ अनि त्यहाँदेखि चाहिँ ऊ खुसी छ तर ऊ एकदमै ब्लड डोनेट गर्नु पाएर चाहिँ किनकि उसको चाहिँ इच्छा थियो नि त पुरै नै। ल हामी चाहिँ फाइनली निस्केको छौँ। मैले मात्रै दिनु पाइनँ सो स्याड। सबैजना ब्लड दिएर निस्केर हामी चाहिँ अब चाहिँ लाग्दैछौँ हाम्रो बाटो आफ्नो आफ्नो फेरि ब्याक टु ड्युटी। आजको लागि ब्लग चाहिँ खत्तम हुँदैछ हाम्रो चाहिँ बाइ बाइ सबैजनालाई थ्याङ्क यू फर वाचिङ।